आइज है आइज म गएको आइज 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 छिटो आइज छिटो आइज। यहाँ चाहिँ मैले अस्ति काँक्रा रोपेको थिएँ है, यस्तो भएछ। केले छेपाराले खान्छ भन्दो रहेछ है, जरा काट्यो भने चाहिँ यस्तो हुँदो रहेछ है साथीहरू। काँक्राहरू चाहिँ यहाँनिर एउटा काँक्रा फल्दैछ, अलिकति यहाँ देख्नु हुँदैछ होला तपाईँहरूले है। एउटा बल्ल बल्ल एउटा चाहिँ राम्रो आएछ काँक्रा चाहिँ। अब चाहिँ म एकदम तल जानुपर्ने हो, मकै काटेर ल्याउनु पर्ने। हिजो आधी चाहिँ लिइरहेको छु हो, योसँग चाहिँ नपुग्ने भएर चाहिँ अलिकति काटेर ल्याउनै पर्ने छ। यस्तो छ है हाम्रो गाईकोट चाहिँ। ल दुईजना छोरा आमा हो, यसको गाईकोट पनि सफा गरिदिनु पर्ने। हिलो 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 घाँस हेर्नु नि, बेसी खोले खाएर मिठो मिठो खाने बानी भएर एक थाक घाँस खानु पनि छैन हो। भाइ भाइ कयो भाइ हेरिदिउँ त, भाइ हेरिदिउँ त। आम्मामा नक्कल्ची, उसको खाना खाने पेला हेर्नु नि, खाना खाने है उसको चाहिँ। ओ यसमा खान्छ। बिहान मैले दिइराखेर गएको हो। अब उसलाई पनि अलिक ठुलो भाँडा चाहिएको छ।